हजुर आज दसैँको दिन भएर बहिनीले पनि त्यहाँ बस्नु भएको छन्। ल हेर्नुहोस् बिहान बिहान उठेर ऊ बिरालो हेर्नुहोस् यसरी बसिरहेको हुन्छ। मम्मी हेर्नुहोस् गाइस बिहान रोइरहेछन्। अहिले जराइमै दबाई ल्याइदिउँ खाइयो क्या को जरायो बहुत जरा रहे जर्ने रे पुरा हड पिरो हड सडसले इन दाना लो रे खायो रे ये मेरो मम्मी बिरानो हेरेर गयो यसो लगेर सरसफाइ गरिरहेछन् अब। ल हेर्नुहोस् हाम्रो बिरालो यो सबै चेक जाँच गरिरहेछ। म्याउ म्याउ ल हेर्नुहोस् गाइस बिरालो खुसी त छ आज। ल हेर्नुहोस् बुढीले चाहिँ पुरा मस्काइरहेछ त्यहाँ छ बुढी। के भन्छन् पुरी हो कहाँतिर भन्छन् पुरी भन्छन् के हाम्रो दार्जिलिङतिर ए हाम्रो गाउँघरतिरको भाषा। अनि कस्तो हुन्छ कस्तो बनाउँछ बुढी यसमा नुन खुर्सानी मसलाहरू अनि हरियो धनियाँहरू हालेर यति राम्रो बनाउँछन् नि। त्यस्तै बनाउने आज सेलरोटी पनि बनाउने। के को मासको है मासको दालको आज बिहानै उठेर ऊ काम चाहिँ परि आफ्नो काम चाहिँ हजुर बुढी आज गाइस मेरो बुढीले हेर्नुहोस् मिक्सरमा चाहिँ गरिहाल्छ त्यो है गर्नुपर्छ त बुढी के गर्ने अब गर्नुपर्छ। ओ भाउजूहरू मेरो भाउजू छोरी भतिजा सबै आइसके भाग्यवान भयो भाग्यमानी ल हेर्नुहोस् गाइस ह्याप्पी दसैँ भाउजू। हेर्नुहोस् ऊ मेरो भतिजी मेरो भतिजा हो गाइस यो चाहिँ दादा चाहिँ यो पनि न्यू युट्युबर हो मेरो भतिजा चाहिँ। ल हेर्नुहोस् मेरो भतिजालाई पनि सपोर्ट गरिदिनु होला है। कुशल के भन्न चाहन्छौ दसैँको दिनमा आज ह्याप्पी दसैँ गाइस सबैहरूलाई। अनि त्यही हो आज दसैँ हो दसैँ राम्रोसँग तपाईँको घर पनि राम्रै होला भन्ने आशा गर्दछु। भतिजी चाहिँ यो मेरो छोरी चाहिँ यहाँ सुतिरहेछ। हेलो हेलो पुन्टु यहाँ हेर त को आयो यहाँ हेर त मुसु को आयो यहाँ हेर त यो हेर त को पुग्यो। ल हेर्नुहोस् त गाइस मेरो छोरी चाहिँ अहिलेसम्म सुतिरहेछ। यस्तो अल्छी छोरी छ मेरो चाहिँ पुन्टु ऊ हेर्नु जुरामुल बोटलेन कालो जुत्ता हेलमेट लजाइरहेको छौँ। कालो जुत्ता मेरो जुराब नाइ 14,000 भन जुत्ता खुदा हेलमेट गाइस सेलरोटी बनाइरहेछन् यहाँ चाहिँ मासु हो गाइस। यो चाहिँ खसीको मासु अचारको लागि चाहिँ यहाँ यो रेडी भइरहेछ। यो चाहिँ कुखुरा लगाए हेर्नुहोस् टिका लगाउने कार्यक्रम सुरु भइसकेको छ। हामीहरू चाहिँ यहाँ माथि छतमा छौँ। ल हेर्नुहोस् गाइस को ए त भिडियो
एकदमै गर्मी भइरहेछ यतातिर चाहिँ अरे एकदमै गर्मी भएको छ ल हेर्नुहोस् त गर्मी त तम्रो एक लोन अनि लगाए छोड्दै खेल्नु ल हेर्नुहोस् गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ हामीले चाहिँ टिका लगाइसक्यौँ टिका लगाइसकेका छौँ ल हेर्नुहोस् गाइस